के गल्ती थियो हामी दुईजनाको? खाली अलिकति जमिनको टुकुडाको लागि हामीलाई मारिदियो। हामी दुईजना तडपी तडपी मर्यौं। अब म त्यसलाई पनि जिउँदै जब मैले खाल्टोमा गाड्छु तब मेरो र मेरो श्रीमानको आत्माले शान्ति पाउनेछ। सबै कुरा सुनेपछि निखिलज्यू मुखियाको घर जान्छन् अनि सबै कुरा बताउँछन्। यो सुनेपछि मुखियाज्यू रुन थाल्छन्, तर त्यति बेला रघुवीर वहाँ आइपुग्छन् अनि भाइलाई रुँदै गरेको देखेर भन्छन्, दाजु हजुर किन रुनु भएको? छोरीको सम्झनाले बाबु अहिलेसम्म मसँग रिसाएकी छे, फर्केर आउँदा पनि आइन। यो सुनेर रघुवीर केही पनि बोल्दैनन्। मुखियाज्यू एउटा बहाना गरेर त्यही च्यान भएको ठाउँमा लिएर जान्छन्। च्याननिर पुगेर रघुवीरले देख्छन् कि त्यहाँ पहिलेदेखि नै थुप्रै मान्छेहरू छन्। ऊ सबै कुरा बुझिहाल्छ अनि भाग्ने प्रयास गर्न थाल्छ, तर त्यति बेलै किचकने उसलाई हावामा उफारिदिन्छे अनि उल्टो पारेर झुन्डाइदिन्छे। मलाई छोडिदेऊ।